कक्षा 6 विषय गणित अंतर्गत रहेको अभ्यास 4.2 में रहेका नंबर मध्ये प्रश्न नंबर 5 आज छलफल गर्ने प्रयास गर्दैछौँ। ल यसका लागि पहिला 5 नंबर को प्रश्न हेर्ने। 5 नंबर में के लेखेको छ? प्रश्न नंबर 5 में छ दीपाले एउटा रोटीको 2/3 भाग खाइन् र दिपेशले उत्तरै नापको रोटीको 5/7 भाग खायो भने कसले बढी रोटी खानेछन् पत्ता लगाउनु छ र यो हिसाब कसरी बनाउने यसका लागि लेख्ने पहिला लेख्नु पर्ने हुन्छ। लेख्ने प्रश्न नंबर 5 लेख्ने। दीपाले एउटा रोटीको 2/5 भाग खाइन् र दिपेशले उत्तरै नापको रोटीको 5/7 भाग खायो भने कसले बढी रोटी खाएको छ? कसले बढी रोटी खाएछन्? ल लेख्ने यहाँबाट लेख्ने, यहाँबाट सुरु गर्ने लेख्ने। यहाँ लेख्ने प्रश्नमा दिएको छ दीपाले खाएको रोटी लेख्ने। दीपाले खाएको रोटी 2/5 भाग बुझ्यौ। फेरि त्यसै प्रकार दिपेशले खाएको रोटी 5/7 भाग। अब बढी रोटी खाएको कसले? बढी रोटी कसले खाएछ? बराबर भाग। आप देखो अब लेख्ने कति छ प्रश्नमा 2/5 र 5/7 लेख्ने। अब यहाँ 2/5 दिएको छ र यहाँ 5/7 दिएको छ। यसमा हर के छ? 2/5 र यसमा 5/7 छ। के छ भने हर असमान छन्। यो दुईटैको हर के छ? असमान छ बुझ्यौ। ल अब हेर्ने लेख्ने। यहाँ कारण लेख्दिने दुईटैको हर असमान रहेका छन् बुझ्यौ। अब के गर्ने? यहाँ लेख्ने यो यहाँ लेख्ने 5 को अपवर्त बनाउने लेख्ने। 5 का अपवर्त ल 5 का अपवर्त बनाउने अपवर्त बराबर यो 5 भन्दा लेख्ने। 5 भन्दा 5 to the 10 5 to the 15 5 for the 20 5 5 to 25 5 6 30
5 7 35 बुझ्यो ल यस्तै लेख्दै जाने बुझ्यो अब फेरि लेख्ने 7 का अपवर्त्य लेख्ने 7 का अपवर्त्य 7 का अपवर्त्य यसै प्रकार 5 का अपवर्त्य गर्दै 7 का अपवर्त्य लेख्ने 7 * 7 7 * 3 = 14 7 * 3 = 31 7 * 4 = 28 7 * 5 = 35 यस्तै प्रकारले डर लेख्ने बुझ्यो अब के गर्ने यो दुईटैमा साझा अपवर्त्य यो दुईटैमा साझा अपवर्त्य कुन छ हेर्ने यहाँ हेर्ने यहाँ कुन छ यहाँ 35 छ यहाँ 35 छ बुझ्यो लेख्ने अब यहाँ लेख्ने 5 र 7 दुईटैको सबैभन्दा सानो साझा अपवर्त्य कति छ यहाँ 35 छ बुझ्यो ल लेख्ने अब के गर्ने 2/5 लेख्ने अब फेरि लेख्ने अब फेरि बुझ्यो 2/5 ल 2/5 गुणे लेख्ने यहाँ बनाउनु छ 35 यसमा यो 2/5 यहाँ दिएको छ यो कतिमा गुणन गर्दा 35 हुन्छ हरमा 7 ले गुणन गर्ने ले हेर्ने 7 तल पनि 7 ले गुणन गर्ने र माथिले 7 पनि गुणन गर्ने ले हेर्ने 7 * 2 = 14 आ 7 * 5 = 35 हुन्छ लेख्ने यहाँ कारणमा हर र अंश दुईटैमा 7 ले गुणन गरेको 7 ले गुणन गरेको बुझ्यो ल फेरि लेख्ने फेरि 5/7 गुण्ने यहाँ लेख्ने बराबर दिएर 35 लेख्ने अब यो 7 मा कतिले गुणन गर्ने 35 हुन्छ 5 ले 5 * 5 25 हुन्छ माथि हरमा अंशमा र हरमा आउँछ 35 अब हेर्ने अब दुईटैमा के गर्ने यो तुलना गर्ने ल हेर्ने 14/35 र 25/35 मा दुईटैको हर के छ समान छ मा दुईटैको हर समान भएकोले तुलना गर्ने अब के गर्ने अंशलाई तुलना गर्ने भएकोले अंशलाई तुलना गर्ने के गर्ने तुलना गरेको हेर्ने ल अब के कुन ठुलो छ हेर्ने पहिला 14/35 लेख्ने यहाँ 25/35 यहाँ कुन ठुलो छ यहाँ यो ठुलो छ बुझ्यो कुन ठुलो हो यो ठुलो हो यो अब कसले बेसी बढी रोटी खान्छ यहाँ डिपेसले लेख्ने यो नै एन्सर हुन जान्छ बुझ्यो यो ठुलो सबैभन्दा बढी लेख्ने अत सबैभन्दा बढी रोटी कसले खान्छ डिपेसले खान्छ बुझ्यो यसै यो 6 नम्बर 7 नम्बर 8 नम्बर को हिसाबहरू बनाउने प्रयास गरे बुझ्यो।